बामासँग खेल्छ स्टेडियम टिनको डब्बा जता कालो अरिङ्गल छ टिनको डब्बा त्यतै कालो अरिङ्गलले देखिरहेछ ल ए कामै नलाग्ने भन्दैछ तँलाई त मामाले सेक्सन हौ टिडिएम खेलायो भने मामाले भन्दा धेरै तपाईलाई भनेर हो दाइ बामासँग खेल्छ स्टेडियम तपाईलाई सेक्स हो दाइ मामाले सेक्स हो तँलाई भन्दा बिला होला नि फेरि लाम हानुम न त कति कति बाजी खेल्छस् ल भन्न त एक गेम पछि खेलाइदिन्छु ल कति कति बाजी खेल्छस् मामासँग मामाले 100 जित्छ ल तँलाई यो ट्याङ्गलसँग हौ स्योर जित्नुहुन्छ हौ मामा स्योर जित्नुहुन्छ 100% हार्नुहुन्छ हो पक्का दाइ के भन्दै छन् खेल्छ भन्दैछ मामाले सक्दैन मिलनसँग भन्दैछ तर के सक्छ नि त मामाले ल 5,000 बाजी खेल्न त बाजी हार्नु नि त दाइ 5,000 बाजी खेल्न त ल हान्दिम न कसम खानु ल नामको कसम खानु भाइ त्यो 5,000 मामालाई 3,000 मलाई 1 साढेलाई 1 हुनुपर्छ हो नि भन्छ होइन मलाई 2 देऊ 5 मा डिभाइड भएको नि त मेरो 2 जना राख न ल मामालाई 2 हामी डेढ राख्छु म ल सही हो मामा लभली यार मामा ल आउँछौँ नि एकजिट त्यस्तो हुँदैन रहेछ यार मामा पक्न यो गेम ओइ मामा त मुजी एकजिट हान्थ्यो कालो अरिङ्गल हो कालो अरिङ्गल एकचोटि बिच्केपछि पानी मुनि गए पनि छोड्दैन कालो अरिङ्गलले हातमा एम्बो 16 बोकिसक्नु भएको छ भने फकअफले पनि हातमा एम्बो 16 बोक्नु भएको छ दुईजना एकदमै रेडी हुनुहुन्छ 1 भर्सेस 1 खेल्नको लागि जित्नेलाई 5,000 रुपैयाँ सकडा हो दुईजनामा जसले जित्छ उसले 5,000 पाउँछ फकअफ मजाले चिप्लेटी खेल्दै हुनुहुन्छ त्यसै गरी कालो अरिङ्गल एकदमै ढुकिरहनु भएको छ कालो अरिङ्गल पनि ढुकिरहनु भएको छ फकअप चिप्लेटी खेल्दैछ फकअप एकदम एग्रेसिभ मुडमा फकअपले कालो अरिङ्गललाई देखिसक्नु भएको छ फकअप उभिनु भयो कालो अरिङ्गल यता अगाडि कन्ड पछाडि आइसक्यो ल फकअपले सिधै उभिएर हान्दिएको छ कालो अरिङ्गललाई टाढै उभिएर हान्दियो ओइ फकअप एकदम एग्रेसिभ ओइ फकअप ओ फकअपको यस्तो एग्रेसिभ चाहिँ मलाई मन परेन है यति साह्रो पनि कालो अरिङ्गललाई हामीले हेप्नु हुँदैन कालो अरिङ्गल हो उसको नाम उसलाई हामीले यसरी हेप्नु हुँदैन है अब फकअपलाई हेर्न सकिन्छ फकअप अगाडि बढेको कसैले उसलाई ठेलेको जस्तो देखिन्छ पछाडिबाट कसैले ठेलेको हुनसक्छ उसलाई एकदम ऊ अगाडि बढेको छ भने कालो अरिङ्गल आफ्नो ठाउँमा गएर बसिसक्नु भएको छ जहाँ कालो अरिङ्गलले थाहा पाइसक्नु भएको छ फकअप कता आयो भनेर त्यही पनि कालो अरिङ्गललाई आफ्नो ठाउँ प्यारो फकअप उताबाट आइसकेको छ फकअपको आमा कालो अरिङ्गललाई गाह्रो छ कालो अरिङ्गललाई गाह्रो छ है कालो अरिङ्गललाई गाह्रो छ फकअपले हल्का रणनीति अप्नाउनु पर्ने हुन्छ फकअपले रणनीति अप्नाउनु पर्ने हुन्छ फकअप चिप्लिँदैछ फकअपले एकदमै राम्रो प्रयास फकअपको ला मुझे जे सुके होस् आफ्नो ठाउँ छोड्दैनन् कालो अरिङ्गलले अनि कालो अरिङ्गल म्याच चिकन इन एन्ड आउट गर्न हान्दै हुनुहुन्छ फकअपलाई एकदम प्रेसर भइसक्यो चिप्ले हुनुहुन्छ फकअप तर कालो अरिङ्गलले टिनको डब्बा छोडेका छैनन् टिनको डब्बा जता कालो अरिङ्गल छ टिनको डब्बा त्यतै छ भन्दा हुन्छ टिनको डब्बा छोडेका छैनन् कालो अरिङ्गलले फकअपले थारै उभिएर हान्दिएको छ कालो अरिङ्गललाई तर फकअपलाई हल्का टेक्निकहरू थाहा रहेछ फकअपलाई टेक्निक थाहा रहेछ जन्मिन 10 सेकेन्ड 5 सेकेन्ड लाग्छ फकअप त्यतिखेरसम्म तमुजी पछाडि बस यसलाई थाहा रहेछ केटा हो फकअपलाई त्यो थाहा रहेछ यो बढेपछि बढे हुँदो रहेछ यसलाई कसैले पछाडिबाट ढकेलेको जस्तो हुँदो रहेछ यो बढेपछि नन स्टप बढ्दो रहेछ बढेपछि हो बढे हुँदो रहेछ सिधै नरोकिसम्म कालो अरिङ्गलले उसको टेक्निक थाहा पाइसकेकी छन् कालो अरिङ्गल फेरि पनि टिनको डब्बामा लुक्न गए मलाई थाहा छ उहाँ टिनको डब्बामै लुक्न गए उसलाई घुमी फेरि आफ्नै ठाउँ टिनको डब्बा प्यारो छ जहाँसुकै होस् ऊ फर्केर आएर टिनको डब्बामै बस्छन् है कालो अरिङ्गलको ठाउँमा अब मुझे टिनको डब्बा अरिङ्गल राख्नुपर्ने बेला भएछ उहाँको नाम टिनको डब्बा उसको लागि प्यारो छ पछाडिबाट फकअप आइसक्यो एग्रेसिभ मुडमा फकअप त मुझे कालो अरिङ्गलको घरमा गएर बसेको छ त अब यहाँबाट पछाडिबाट कालो अरिङ्गलले कन्ट्रोल हाल्छ तर भाग फकअप भागेन ओ यसलाई चाहिँ यो टेक्निक त थाहा हुनुपर्ने भयो नि त यसलाई यो टेक्निक थाहा रहेछ यसलाई यो टेक्निक चाहिँ केही पनि थाहा रहेन रहेछ
ऊ बढेपछि मुजी बढेको बढे उहाँ टिनको डब्बामै हुनुहुन्छ होला सायद हो फेरि टिनको डब्बामै हुनुहुन्छ वाउ कालो अरिङ्गल टिनको डब्बामै हुनुहुन्छ अझै पनि टिनको डब्बाबाट ऊ हल्लिनु हुँदैन ऊ देखिसकेका छन् एकअर्कालाई तर कसरी हान्ने भनेर दुईजना कन्फ्युज भइरहनु भएको छ एकदमै राम्रो प्रस्तुति फकअपद्वारा एकदमै राम्रो प्रस्तुति भइरहेको छ फकअप अब सिमेन्टीको पछाडि बस्नु भएको छ है फकअपद्वारा एकदमै राम्रो प्रस्तुति भइरहेको छ कालो अरिङ्गल फेरि पनि टिनको डब्बा पछाडि गइसक्नुपर्छ कालो अरिङ्गललाई थाहा पाउनु भयो ओइ फकअपको कमब्याक फकअपले अब आफ्नो ठाउँ थाहा पाइसक्नु भएको छ ऊ यो सिमेन्टीको लागि बनेको रहेछ फकअपले यो सिमेन्टी छोड्नु हुँदैन भनेर उहाँले थाहा पाइसक्नु भएको छ उहाँले यो सिमेन्टी छोड्नु हुँदैन अरिङ्गलले थाहा पाइसके म सिमेन्टीमा गयो भने म मर्छु भनेर उहाँ पनि टिनको डब्बामै बस्नुभयो उहाँले अन्डर इस्टिमेट गरेर उहाँ जानुभयो सिमेन्टीमा तर फकअप त सिमेन्टीको लागि बनेको छ फकअपलाई अति भयो फकअप आफै गयो अगाडि आहा कालो अरिङ्गलले एकदम चतुराई अप्नाएर फकअपको गाँडमा हान्नुभयो फकअपलाई कमब्याकको लागि 3 पोइन्ट चाहिएको छ कालो अरिङ्गल फेरि पनि टिनकै डब्बामै हुनुहुन्छ हो त नि टिनकै डब्बामै हुनुहुन्छ उहाँ एउटा चिप्लेर पछाडि आइसक्यो कालो अरिङ्गललाई थाहा पनि छैन 17 प्रो म्याक्समा खेल्दैछन् उसलाई थाहा छैन बल्ल थाहा पाए कि जस्तो लागिरहेको उसलाई थाहा छैन इयरफोन लाउँदैनन् कि के हो कालो अरिङ्गलको गाँड हानिसकेका छन् कालो अरिङ्गलले यो एकदमै अगाडि यो एग्रेसिभ रहेछ तर अरिङ्गलले चाहिँ टिन छोडेनन् क्या अहिले अरिङ्गल पनि हल्का एग्रेसिभ देखिरहेछन् फकअप एक राउन्ड हानिसक्यो फकअप आफ्नो सिमेन्टीमा गएर बसेको छ भने कालो अरिङ्गल आफ्नो टिनमा कालो अरिङ्गलले देखिरहेछन् ओहो हो कालो अरिङ्गलले सरप्राइज मदर फकर भनेर हान्दिसकेका छन् फकअप फेरि पनि अब एकचोटि चिप्लिन्छ ला कालो अरिङ्गललाई सक्दैन फकअपले मैले थाहा पाइसकेँ डबल हानिसकेका छन् देखो फकअपले देखो खेदा फकअप खेदा देखो दुईजनै नो स्कोप रहेछ यार कालो अरिङ्गलले त अति खेल्दैछन् त यार अम पनि पो बोकेको छन् त सानमा हेर्न न रनमती फकअप एकदमै निराश हुनुभएको छ कालो अरिङ्गलले 12-1 दर्जन हानिसक्नु भएको छ उहाँलाई उभिएर ठाडे दिँदै हुनुहुन्छ सकेन फकअपले गाह्रो भयो फकअपलाई कालो अरिङ्गलको पिओभी हेरौँ हामी कालो अरिङ्गल 1 HP मा छन् तर आफै 13 किल हानिसकेका छन् कालो अरिङ्गलले कस्तो चाहिँ डाइलेक्ट हान्ने हुन्छ अहिले मुझे लबीमा हामीलाई कालो अरिङ्गललाई नसकिने भएकडा हो कालो अरिङ्गलको पिओभी हेरौँ है बट कुटे यस्तो कुटेछ त यार हो र होइन हौ मामा लास्ट ढुकेर खेल्दैछ त्यो मुजी सुइट चिप्लेर आउँछ एक राउन्ड हान्छ ऊ पछाडि घुमिसक्यो त्यहाँ ब्लू गोटी हेर न पछाडि घुमिसक्यो अर्काको घरमा गएर बसेका छन् हौ यो खोजिदिएको होला यो फेरि हिरोबाट अम्लेर आयो त यार मामाले त कालो अरिङ्गलको खेल मन पर्यो भने सबैजनाले
लाइक हानिदिनु होला स्ट्रिमलाई। ए एक घन्टा त मुझे खोज्छ नि त। पनि डेन्जर छ त यार। अबे मर हेर अब फकअप। यसलाई बिचारालाई के थाहा नेड आउँछ भनेर। ओए 5000 हाले अब 5000 हाले। मामा कस्तो लुकेर भयो नि कस्तो लुकेर कालो अरिङ्गल कस्तो लुकेर एकचोटि बिचको भने पानी कस्तो मुनि लुकेर हान्दो रहेछ मामा नि। Don't underestimate the power of the black hornet. When the black hornet is been angry, then inside the water also you have not been living. In the context of Oi, the mama, treatment of mama, SPDM mama. and all the propaganda and vice versa. ओए मामा भयो आम्मामा यो मामा कस्तो लुकेर हान्ने यार। खेल्नेले लुकेर हो नि त। मामाले क्लोज रेन्ज से दामी हानेको ट्याङ्गल तला नि उता। ओ 5000 हाले साथी 5000 हाले कडा हो यो ट्याङ्गलको फोटो पठाउँछु ब्रोडकास्टमा भोलि सबले बुझिन त चोर हो भनेर हाल्देऊ है टिकटकमा म रिपोस्ट हानिदिन्छु।